नेपाल सरकार जिउँदो छ भनेदेखि कुनै दलालले 900 जना मान्छे मैले बेचेको हो पाकिस्तानलाई भनेको प्रमाण मसँग छ। कुनै पनि पत्रकार कुनै पनि न्यूज च्यानलहरू छन् भनेदेखि म दलाल कन्ट्याक्ट गराइदिन्छु। म तपाईहरुलाई बिक्री भएका मान्छेहरू म तपाईहरुलाई कन्ट्याक्ट गराइदिन्छु। म हैन त्यहाँ बन्दक बनाएर राखिएका छन्, काम गरेको पैसा पाएको छैन। यहाँ साउ ब्याज सापटी गरेर पैसा गएका हुन्छन्। साउको ब्याजको स्याज चढेर चाहिँ घरमा बसेको छ। गरिब दुखीहरू झन् गरिब दुखी हुँदै जानी ऋण काटेर गएका मान्छेहरू त्यहाँ गएर बिचरा डिप्रेसनको शिकार बनेर बसेका छन् हैन। अनि त्यहाँबाट छोरी चेलीबेटीको इज्जतमाथि खेलबाड भएको छ त्यहाँ त्यो ठाउँमा। यो भनेको ग्रिसमा हालसालै अहिले मैले भिडियो हालेको थिएँ हैन, अगाडि भिडियो हालेको छु मैले। त्यो भिडियो पनि हेरिदिनु होला। यो भिडियो पनि स्पष्ट भनिदिन्छु म, कुनै पत्रकारहरू हुनुहुन्छ राम्रो च्यानलको हैन, कुनै तपाईको युट्युबको च्यानलको भए पनि हुन्छ, अथवा गएर तपाईको अनलाइन भए पनि हुन्छ, अथवा तपाईको नेपालका राष्ट्रिय च्यानलहरू छन् भनेदेखि मसँग सम्पर्कमा आइदिनु होला। म तपाईहरुलाई प्रमाण शुद्ध बिक्री भएका मान्छेहरू पनि कन्ट्याक्ट गराइदिन्छु हैन। महिनौसम्म काम गरेर पैसा नपाएका दाजुभाइहरू त्यहाँ रोएका छन्, धेरै आँसु बगेको छ। नेपालमा बसेर चाहिँ कुर्सीमा बसेर नेताहरूले चाहिँ के रे उ गरेर मात्रै हुँदैन, भाषण दिएर मात्रै हुँदैन। जनता कहाँ बसेको छ त्यो पनि हेर्नु पर्यो। जनताले कस्तो स्थितिमा विदेशमा बसेर पैसा कमाएर तिमीहरूले चाहिँ जागिर भत्ता खाएर बसेका छौ त्यो कुरा पनि तिमीहरूले चाहिँ हेर्नु पर्यो। भोटको लागि मात्रै जनतालाई युज गर्न पाइँदैन। जनताले दुःख पाएको बेलामा जनता हेर्नुपर्छ। नेताले एउटा भिडियो बनाएको भरमा चाहिँ लगेर जेलमा कोचे जस्तो हुँदैन। जनतालाई कति दुःख दिने भएका जति सबै जनता बेचेर पनि नपुगेर चाहिँ तिमीहरूलाई अब ती बडा खाडा पनि बेच तिमीहरूले, हामीलाई त बेच्यौ।